भिडियो बनाउन नजाने पनि मिनी ब्लग बनाउन चाहिँ एकदमै रहर गर्ने म चाहिँ भन्दै वेलकम टु द मिनी ब्लग साथीहरू। हामी चाहिँ आज मनोकामना दर्शन गर्नको लागि गइरहेको छौँ। मैले अगाडिको भिडियोहरू चाहिँ लिन पाइनँ किनभने मलाई गाडीमा अलिकति गाह्रो हुँदैछु भन्दै हामी मनोकामना पुग्यौँ र केबल कारको टिकट लिनुपर्ने थियो अनि हामीले त्यो टिकटहरू लियौँ। त्यति धेरै लाइन पनि थिएन र हामीलाई 8जना भएको कारणले चाहिँ हामीलाई भाइ र मलाई चाहिँ अगाडि पठाइदिनु भयो किनभने 6जना 7जनादेखि माथि जानु मिल्दैन रहेछ नि त। अनि रमाइलो भएको थियो। त्यहाँ दिदीहरू पनि गफ गर्दै गइरहेको थियौँ, दिदीहरूसँग पनि रमाइलो चाहिँ भ्यूहरू हेर्दै आइरहेको थियौँ भन्दै फाइनली हामी त्यहाँ पुगिसक्यौँ र हामी त्यहाँ ओर्लिने बेला भयो अनि दिदीहरूले पनि कस्तो रमाइलो गफ गर्दै राख्नु भएको थियो नि त, सो रमाइलो भएको थियो। अनि मैले भाइलाई भिडियो बनाऊ है भन्दै थिएँ, त्यही भएर भिडियो बनाइरहेको थिएँ अनि हामी ओर्लिने बेला पनि भयो अनि भिडियो बनाउँदा ओर्लिने बेला पनि भयो र हामी ओर्लियौँ। त्यस पछाडि मैले भाइले चाहिँ भिडियो रोकिदिइहाल्छन् नि त अनि त्यस पछाडि मैले भिडियो चाहिँ बनाऊ है नरोकिदेऊ भनिरहेको थिएँ अनि भिडियो बनाइरहेको थिएँ। अनि मैले पेनको चाहिँ त्यो फोल्ड गरेको थिएँ क्या, किनकि सेतो प्यान्टमा दाग लाग्यो भने त धुन गाह्रो हुन्छ नि त, त्यही भएर अनि मैले चाहिँ गफ हान्दै हिँडिरहेको थिएँ भनौँ। अनि यतिकैमा दादा भाउजूहरू पनि आइपुग्नु भयो। त्यस पछाडि हामीले दादाहरूलाई चाहिँ पर्खिनौँ क्या, किनभने लाइन धेरै बस्नुपर्छ नि त अनि हामीले पर्खिनौँ अनि हामी मन्दिरतर्फ नै लाग्यौँ। त्यस पछाडि फुलहरू पनि हामीले लगेनौँ किनभने भाउजूहरूले लिएर आउनुहुन्छ भनेर हामी सुई गयौँ। छिटो जानु थियो नि त हामीलाई, किनकि लाइन धेरै बस्नुपर्छ अनि गाह्रो हुन्छ नि त, त्यही भएर हामी छिटो गयौँ। त्यहाँ केही नकिनी केही नलि म फेरि यहाँ यति गफ हान्दै हिँडिरहेको थिएँ नि, यति गफ हान्दै यो कन्फिडेन्स मेरो कहाँबाट आएको मलाई नै थाहा छैन किनभने म खासै यसरी बाहिरतिर हिँड्दा चाहिँ खासै बोलेर बनाउँदिनँ थिएँ नि त। अनि यहाँ चाहिँ मजाले जस मैले अरूले नसुने पनि मैले सुन्ने गरी त बोलिरहेको थिएँ नि त, त्यही भएर म आफै नक्कल गर्दै हिँडिरहेको थिएँ त्यहाँ भन्दै। हामी चाहिँ मन्दिर नजिकै पुगिसक्यौँ र हामी जुत्ता खोल्दै थियौँ त्यहाँ। मेरो चाहिँ जुत्ता खोल्नलाई अलिक गाह्रो नै भइरहेको थियो क्या त्यो चेन खोल्नलाई। अनि जुत्ता खोलिसक्यौँ। त्यस पछाडि मैले प्यान्टलाई फोल्ड गर्न थालेँ क्या, किनकि त्यहाँ मन्दिरमा अब टेक्यो र भने फोल्ड हुन्छ नि त अनि त्यही भएर मैले मेरो स्ट्रगल फेरि पेन्टको अब अनि त्यस पछाडि हामी मन्दिर गयौँ होइन। अब लाइन होला भन्ने लाग्यो अनि त्यस पछाडि लाइन त थियो भित्र मन्दिरमा अनि त्यही पनि माथिसम्म हुन्छ क्या, धेरै लामो थियो पहिला चाहिँ। अनि गयौँ तर लाइन रहेन रहेछ क्या, हामी कुद्दै नै गएको थियौँ क्या, लाइन छ लाइन 1-2जना भयो भने 1-2जना भयो भने अगाडि हुन्छौँ भनेर गयौँ तर लास्टमा लाइन थिएन यहाँ होइन। त्यही भएर हामीलाई चाँडै पनि भयो पूजा गर्नलाई। भित्र चाहिँ क्यामेरा अलाउड थिएन नि त, त्यही भएर हामीले बाहिरतिर पूजा गरेको मात्र भिडियो बनायौँ। अनि दादा भाउजू मबाट चाहिँ बाती बालिरहेको थियौँ। त्यस पछाडि मैले धागो सागो बानी अनि टिका लगाएको भिडियो चाहिँ मैले भाउजू र मेरो मात्र राखेँ, अरू पनि त्यो भिडियोहरू र तर मैले यति मात्र राखेँ किनभने भिडियो अलिक लामो हुन्थ्यो नि त, त्यही भएर भन्दै हामीले सबै पूजासुजा गरिसकेर फर्किने क्रममा चाहिँ मैले मम्मीलाई नि कस्तो भयो के भयो भनेर सोध्दै थिएँ नि त। अनि मम्मीले पनि रमाइलो भयो, खुसी लाग्यो, कस्तो राम्रो पूजा गर्न पाइयो भन्दै हुन्थ्यो क्या। अनि मम्मी चाहिँ फर्स्ट टाइम आउनुभएको थियो, यसको रमाइलो भयो भन्दै हुन्थ्यो। अनि हामीलाई धेरै नै रमाइलो भएको थियो क्या, सबै उस्तै तिमीले त कमेडी भन्थ्यौँ अनि रमाइलो भएको थियो भन्दै हामी खाना खाने ठाउँमा पनि पुग्यौँ र दादाले भिडियो नि बनाउनु भयो उहाँ दाइसँग। अनि हामी खाना खाने ठाउँमा गएर बस्यौँ नि त, बस्न गयौँ। अनि त्यसै क्रममा दादाले मलाई बोलाउनु भएको थियो अनि म किन होला भनेर गएँ नि त, किनभने म पहिला सृष्टिलाई सोध्छु अरूले नभन है। यसको नाम के हो? यसको नाम के हो? डोरी। यसको नाम के हो त भन फेरि है, अरूले नभन है। जोत्ने खेत जोत्ने। हेलो लो कविता भने यसको नाम के हो? यसको
हल्लुड ओ यस ओके हल्लुड यसको नाम जुवा जुवा ओके यो चाहिँ हाम्रो खुरपेटो भन्छ यसलाई खुरपेटो कुकुरले हेर्यो हलो भनेको यो यहाँदेखि तलसम्मको हलो हलो जुवा 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 हुन्छ एउटै यस्तो यसरी सोध्नु भयो हामीलाई दादाले क्वेसन गर्नुभयो तर मैले जाने मैले भन्छु म भन्छु यही क्वेसन गर्नलाई बोलाउनु भएको रहेछ र एन्सर पनि मैले दिएँ अनि हामी त्यस पछाडि खाना खानको लागि बस्यौँ अनि खाना खानको लागि सबैजना बसिसक्नु भएको थियो क्या आफ्नो सिटमा आफ्नो भन्दा त नाम त लेखेको हुँदैन सो बसिसक्नु भएको थियो क्या सिटमा अनि मैले भिडियो बनाइरहेको थिएँ त्यही पनि अनि खाना आउन त टाइम लाग्छ अब खाना आउँदैसम्म के गर्ने मैले टिकटक बनाएँ होइन टिकटक बनाउँदा बनाउँदा खाना आइपुग्यो 10-15 मिनट पछाडि अनि हामीले खाना पनि खायौँ दादाले चाहिँ हामीले खानुभन्दा अगाडि नै खाइसक्नु भएको थियो क्या हामीले खाना स्टार्ट पनि गरेको थियौँ अलिकति लेट नै भइसकेको थियो नि त खाना खानको लागि पनि अनि कति 10-11 नै बजिसकेको थियो होला अनि हामीले खाना खायौँ अनि त्यस पछाडि तर कतिजनाले होइन मन्दिर गइसकेर आइसकेपछि मासु भात खान हुन्न भन्छन् नि त तर हामीले चाहिँ मासु नै खाइरहेको थियौँ नि त कतिले त्यसरी भन्नुहुन्छ मासु भात खानुहुन्न मन्दिर गएर आइसकेपछि तर हामी चाहिँ मासु भातै खाइरहेको थियौँ र खाना खाँदा पनि हाँसिरहेको थियौँ किनभने दादाले चाहिँ लास्ट कमेडी गर्ने क्या लास्टै अनि खाना ल्याइदिनु भएको थियो अनि त्यस पछाडि त्यो हामीले खाना स्टार्ट नगरिकन उहाँले सक्दिसक्नु भएको थियो क्या त्यस्तो खाइदिनु भएको थियो अनि कमेडी गर्दै खाना स्टार्ट गर्दा खाना थप्न आउनुभयो र दादाले खाना थप्नुभयो र घिउ पनि हालिदिनु भयो त्यो घिउ चाहिँ गर्छ कि गर्दैन भनेर उहाँले सुन्दै पनि हुनुहुन्थ्यो क्या अनि त्यस पछाडि हामीले त्यहाँ खानासाना खायौँ सबैले खाँदै हुनुहुन्थ्यो होइन सो रमाइलो पाएको थियो अनि हामीले खाना खाइसकेर आएपछि हामीले तल पनि भिडियोहरू बनायौँ फोटोहरू खिच्यौँ अनि हामी फेरि लाइन बसेर अलिक टाइम कुरेर केबल कार चढेर फेरि पनि गयौँ अहिले चाहिँ हामी सृष्टिमा भाइ थियौँ क्या अनि 3 जना आयौँ नि त अघि चाहिँ हामी बाहिर म थियौँ भने आउँदाखेरि चाहिँ जाँदाखेरि चाहिँ सृष्टि पनि गयौँ र हामीले त्यहाँ फोटोहरू पनि बनाएको थियौँ अनि फोटोहरू पनि लियौँ र हामी भ्यूहरू हेर्दै आइरहेको थियौँ क्या गफ गर्दै भ्यूहरू चाहिँ कस्तो राम्रो देखिने डाँडा काँडा हो कस्तो राम्रो अनि यो जुन यो केबल कार भएको ठाउँ मुनितिर पनि कस्तो राम्रो गाउँहरू क्या बस्ती पनि रहेछ सो राम्रो थियो क्या राम्रो एकदमै अनि हजुरहरूलाई कतिलाई त थाहा होला यो त्रिशुली नदी हो कस्तो पानी चाहिँ कस्तो खोला चाहिँ मतलब सानो देखिने क्या तर गहिरो छ अरे धेरै नै मलाई नि त्यस्तो हेर्दा त कति सानो देख्छु क्या अनि मैले भने भने त्यहाँ कति सानो छ त भन्दै तर त्यस्तो हुँदैन अरे गहिरो हुन्छ अरे नि त अनि त्यस्तै गफ गर्दै हामी आयौँ र आइसकेपछि यहाँ ओर्लिने ठाउँ पनि आइसकिरहेको थियो अनि हामी ओर्लिने ठाउँमा आइसकेको थियौँ र हामी ओर्ल्यौँ पनि फोटोहरू फुट्छ कि भन्दै हामीले एकदम सेफ तरिकाले लिइरहेको थियौँ क्या अनि हामी ओर्ली पनि सक्यौँ र एकछिन पछाडि दादा भाउजू मम्मी दादा दिदीहरू पनि आइपुग्नु भयो र उहाँहरू पनि भन्दै उहाँहरू पनि ओर्ली सक्नुभयो त्यस पछाडि हामी अब गाडीतर्फ लाग्यौँ मम्मीलाई अलिक सन्चो थिएन त्यही भएर अलिक गाह्रो भइरहेको थियो नि त अनि त्यही पनि आयौँ हामी अनि हामी गाडीमा पुग्यौँ र गाडीमा एक गरी सबैजना चढिरहेको थियौँ फोटो चाहिँ फुट्छ कि भनेर अब गाह्रो हुन्छ नि त गाडीमा त अनि कसरी राख्न के गर्ने भनेर हामीले राखिरहेको थियौँ हामी पछाडि बसेको थियौँ क्या गाडीको अनि हामीले बाटोतिर आउँदाको चाहिँ भिडियो गरिनौँ क्या किनकि अलिक गाडीमा अब धेरै टाइम पछि हिँडेर पनि होला अलिक धेरै नै गाह्रो हुन्थ्यो भन्दै हामी चाहिँ घर आइपुग्यौँ 3-4 घन्टा 5 घन्टा जस्तो लाग्यो होला जाँदा 4 घन्टा लागेको थियो आउँदा 5-6 घन्टा लाग्यो होला अनि हामी पसल छेउमा ओर्ल्यौँ अनि त्यस पछाडि आयौँ मम्मीलाई थकाइ लागेर बसिराख्नु भएको थियो क्या सबजना अनुहारहरू कस्तो हुन्छ कि यतिको साँझ
बेलुका भइसकेको छ नि हामी घरसर गयौँ खानासाना खायौँ भन्दै आजलाई यति नै बाई बाई गाइज।